कल्पना गर्नुहोस् एक यस्तो किल्ला जुन पहाडहरूको ढुङ्गाभित्र खोपिएको छ, जहाँ सामुराईहरू आफ्नो गुप्त योजना बुन्थे। न त महल जस्तो चमक, न त ठुलो सेना, तर त्यस्तो बनावट जसले शत्रुहरूको मनमा डर पैदा गर्थ्यो। नायगी किल्ला। ल म चाहिँ नायगी किल्ला आइपुगेको छु। यहाँबाट लगभग 1 किलोमिटर जतिको बाटो छ। हिँड्दै जानुपर्छ। त्यस पहाड छ, त्यस ठुलो पहाड त होइन, सानसानै पहाड छ। त्यस 15 मिनट जति चाहिँ लाग्छ। पार्किङको कुरा गर्नुहुन्छ भने इनफै छ। लगभग यत्रो छ। उता पनि एउटा यत्रो एरिया छ भनेपछि यहाँ पनि लगभग यत्रो एरिया छ। बसलाई छुट्टै छ, गाडीहरूलाई छुट्टै छ। यहाँ अलरेडी एउटा मान्छे आइसकेको छ। म बिहान 7 बजे आउँदा पनि यो सेतो गाडी चाहिँ मेरो हो। यो एउटा भोटे अलरेडी आइसकेको रहेछ। सो दिस इज द गेट। यो चाहिँ गेट भनौँ कि अब जस यहाँबाट चाहिँ हिँड्ने स्थल सुरु हुन्छ होइन, हिँड्ने बाटो सुरु हुन्छ। एउटा सानोतिर म्याप पनि यहाँ देखाइदिएको छ कसरी जाने, कहाँ के छ भनेर। यो म्याप हेरेर तपाईँहरू चाहिँ यहाँबाट हिँड्दै यसको ट्रायल सुरु हुन्छ। यहाँबाट चाहिँ लगभग 15-20 मिनट, 15 मिनट जति चाहिँ लाग्छ है। हामीलाई हिँड्न सुरु गरेका छौँ। ल यहाँबाट अब 900 मिटर छ है। सो म चाहिँ आधी बाटो आइसकेँ। अलिअलि थकाइ पनि लागिसक्यो। यो किल्ला जाने बाटोमा चाहिँ यस्ता ठुल्ठुला ढुङ्गाहरू टन्नै छन् होइन। यो किल्ला आफै नै ढुङ्गाको वरिपरि बनेको छ। अन्त अब मेन किल्लाहरू जापानको ढुङ्गामा नै, ढुङ्गाबाट नै बनेका हुन्छन्। तर यो किल्ला चाहिँ ढुङ्गाबाट बनेको भन्दा नि त्यही ढुङ्गाकै वरिपरि ठुल्ठुलो ढुङ्गाहरू छन् यहाँ होइन। त्यही ढुङ्गाको वरिपरि चाहिँ बनाइएको छ। यसरी चाहिँ यहाँ ठुल्ठुला ढुङ्गाहरू चाहिँ टन्नै छन् होइन। अहिले त अझै सानै यो भन्दा हुन्छ होइन। यसरी ठुल्ठुला ढुङ्गाहरू चाहिँ यो एरियामा टन्नै छन्। यो किल्ला जुन छ, यो किल्लालाई चाहिँ पूर्वको माचु पिच्चु पनि भनेर चिनिन्छ होइन। यो माचु पिच्चु भनेको चाहिँ पेरुको एउटा ठाउँको नाम। त्यही नामबाट चाहिँ यसको नाम पनि माचु पिच्चु रहन गएको भन्ने छ। किनकि त्यो माचु पिच्चु भन्ने ठाउँ र यसको बनावट चाहिँ जस्तो प्राकृतिक बनावट चाहिँ उस्तै छ भन्ने चलन छ। जस्तो यहाँबाट देखिने दृश्यहरू, अनि नजिकैको किसो रिभर, त्यसपछि टपबाट देखिने माउन्ट एना, ती सबैले गर्दाखेरि चाहिँ यसलाई पूर्वको माचु पिच्चु भनेर पनि भन्ने गरिन्छ है। यहाँ चाहिँ एउटा कुरा फेला पर्यो है। के हो मलाई पनि थाहा छैन है। तर मान्छेहरूले चाहिँ यसरी पैसा चढाएका छन् है। यसरी पैसा चढाउँछ तर यसको महत्त्व के हो भन्ने कुरो चाहिँ खासै जानकारी भएन। अनि यो यहाँ मैले बाँस देखेँ है। यो बाँस चाहिँ नेपालतिर भन्दा एकदम फरक हुन्छ है। नेपालमा चाहिँ गुजुङ्गको गाँस भएर बस्छ। यहाँ चाहिँ यसरी एकुन्टा सुइरो त्यसरी एकुन्टा उम्रिँदो रहेछ है। यहाँ चाहिँ एउटा फोटो रहेछ है। सायद यो भत्कनुभन्दा पहिला चाहिँ सायद यस्तो देखिन्थ्यो होला भनेर चाहिँ यो राखे होला है। अहिले चाहिँ यस्तो केही पनि छैन। यो घरहरू केही पनि छैन। तर जो 400 वर्ष पहिला चाहिँ सायद यस्तो देखिन्थ्यो होला है। यो चाहिँ जापानको किल्लाहरूमा चाहिँ खासै प्रख्यात किल्ला चाहिँ छैन होइन। तर पनि मान्छेहरू एकजना मैले देखिसकेँ।
यहाँ चाहिँ एउटा वार्निङ जस्तो लेखिदिएको छ होइन। यो धेरै पुरानो उस भएको भएर चाहिँ अब खस्न सक्ने अथवा यताउति ढुङ्गासुङ्गा खस्न सक्ने अथवा चिप्लिन सक्ने त्यो कुरामा चाहिँ ख्याल गर भनेर लेखा जस्तो लाग्यो है मलाई चाहिँ। पढ्न जान्नेले यसो भनिदिनु होला है त ल। यो चाहिँ मेन गेट हो होइन। जस यो किल्लाभित्र छिर्नको लागि मेन ढोका चाहिँ यही थियो। अब त्यतिखेर त भव्य हुँदो गएर अहिले केही पनि छैन। यस मान्छेको आवत जावत पनि हुन्छ है। यो चाहिँ जस यहाँको मेन गेट थियो भनेर लेखेको छ है। त्यहाँ सबै कुरो डिटेल लेखिदिएको छ अङ्ग्रेजीमा पनि जापानिजमा पनि। यो चाहिँ मेन गेट थियो अरे। यो चाहिँ मेन के अरे किल्लाको चाहिँ टपमा जानको लागि चाहिँ यो मेन गेट चाहिँ यो थियो अरे। तर यो जतिसुकै खुल्ला हुन्थेन अरे। मेनली मोस्ट अफ द टाइम चाहिँ यो क्लोजै हुन्थ्यो अरे। जुन मेन प्रोग्रामहरू हुँदा अथवा चाहिँ राजाहरूको आवत जावत हुने बेलामा मात्र यसलाई चाहिँ खोलिन्थ्यो अरे। नत्र अरू बेलामा चाहिँ यो मेनली क्लोज हुन्थ्यो अरे। अब चाहिँ यहाँबाट ल अझै 5 मिनट जति चढ्नुपर्छ। यहाँ यस्तो गेटहरू चाहिँ टन्नै रहेछ है। अब छिरेदेखि एउटा दुईवटा तिनवटा चारवटा योसँग चारवटा भइसक्यो। हुन त यो गेटहरूको आफ्नै महत्त्व त होला होइन। सबैको व्याख्या गरेर सबै हेरेर त साथ दिएर आउन। तर जो गेट अनुसार आफ्नो महत्त्व चाहिँ पक्कै छ है। ल अब आधा माथि चाहिँ अब आइसक्यो है। टक्कै हाँडा माथि आउँदाखेरि चाहिँ यस्तो राम्रो भ्यू देखिँदैछ। अघि मैले मेन गेट भन्दा पनि सेकेन्ड गेट भनौँ न। राजाहरू ओहोरदोहोर गर्ने गेट, प्रायः जस्तो बन्द हुने गेट भन्नु भन्थ्यो नि। त्यो चाहिँ यो रातो झन्डा भएको चाहिँ हो यो चाहिँ हो है। जस्तो राम्रो छ। यहाँ देखिने भ्यूहरू पनि राम्रो छ। यहाँ फेरि अर्को इन्ट्रेस्टिङ एउटा कुरा आइसक्यो है। पानी छ होइन। यो चाहिँ पानी कहिले पनि सुक्दैन भनेर भनिन्छ है। जस्तै सुक्खा लाग्यो भने यो पानी चाहिँ कहिले पनि सुक्दैन भनेर भनिन्छ। यो अचम्म पनि छ। यो पहाडको टुप्पामा ढुङ्गा भन्दा केही छैन है। र पनि पानी कहिले सुक्दैन भन्ने कुरा चाहिँ जस रमाइलो छ। यो किल्ला 16औं शताब्दीमा तोयामा परिवारद्वारा बनाइएको थियो, जुन एक ठुलो सपना बोकेको सानो परिवार थियो। उनीहरूले त्यहाँको वरपरको प्रकृतिलाई प्रयोग गरेर यो किल्ला बनाएका थिए। 270 वर्षभन्दा बढी उनीहरूले यहाँ राज गरेका थिए। अब आइयो है, टपमा लगभग आइयो। अब भनिन्छ यो किल्ला सामान्यतया जापानमा हुने किल्लाभन्दा केही फरक छ, किनकि यस किल्ला निर्माण गर्दा प्राकृतिक ढुङ्गाहरूलाई नै परिवर्तन नगरी त्यसैको वरिपरि निर्माण गरिएको थियो र मुख्य टावर ढुङ्गाको नभई काठको थियो र ढुङ्गा जस्तै देखाउन रङ्गाइएको थियो। यो चाहिँ सबभन्दा टप हो है। यहाँबाट चाहिँ मेन सिन देखिन्छ। यसो हेरौँ यता। चाहिँ यस्तो राम्रो देखिन्छ है सिनहरू चाहिँ।
अघि मैले भनेको किसो रिभर भनेको चाहिँ यही किसो बगेको खोला हो होइन। अनि एना माउन्ट भनेको चाहिँ यो भइहाल्यो। अहिले बादलले सबै ढाकिया छ होइन। अनि यो देखिएको जुन सहर छ यो चाहिँ नाखाचुकावा सहर चाहिँ यही हो है। सहर भन्नु कि गाउँ भन्नु अब त्यति ठुलो पनि छैन, त्यस गाउँै हो। यतिकै हेर्दै जाँदा मैले चाहिँ एउटा इन्ट्रेस्टिङ कुरा भेटाएँ है। त्यो के त भन्दाखेरि यो चाहिँ रिनिया भन्ने एउटा सिन्खानसेन अथवा बुलेट ट्रेन छ होइन। त्यो हिँड्ने बाटो चाहिँ यहाँबाट देखिने रहेछ। त्यो कुन हो त भन्दाखेरि हो यो बन्दै गरेको पुल चाहिँ जुन छ यहाँ चाहिँ सिन्खानसेन दौडिने बाटो हो अरे है। त्यो चाहिँ मलाई पनि थाहा छैन है। त्यो यस्तो बन्दै रहेछ यहाँ। यहाँ एउटा ढुङ्गा छ है। यो ढुङ्गा चाहिँ एकदम रमाइलो कुरा लेखेको छ है यहाँ। त्यो बेलामा चाहिँ शत्रुहरूलाई झुक्काउनको लागि चाहिँ यो ढुङ्गामाथि घोडा राखेर चाहिँ नुहाइदिन्थ्यो अरे घोडालाई। त्यो पनि केले चामलले, किनकि दुश्मनहरूले चाहिँ पानीको सप्लाई अफ गर्दा होला अथवा यो त्यस्तै केसमा चाहिँ पानीको सप्लाई चाहिँ कमी छैन है, हामीसँग पानीको कमी छैन भन्ने पार्नको लागि यहाँ घोडा राखेर चाहिँ चामलले माथिबाट चामल खनाएर चाहिँ चामलले नुहाइदिन्थ्यो अरे। त्यो कहाँसम्म सत्य हो भन्ने कुरा चाहिँ हाम्रो ठाउँमा होला होइन, तर त्यस्तो कुरा चाहिँ लेखिएको छ है यहाँ। जापानमा मेइजी युग सुरु भएपछि धेरै किल्लाहरू ध्वस्त पारिएको थियो, तर नायगी किल्ला भने ध्वस्त नपारी त्यत्तिकै छोडियो र समयसँगै जीर्ण बन्दै गयो। अहिले यहाँ विशाल ढुङ्गा बाहेक केही पनि छैन।